यो ढलाइको काम लाई निरन्तरता दिउँ हामी। यो एकदमै फराकिलो क्षेत्र देखिन्छ यहाँ आएर यो माटो खनिएको छ। निकै रोमाञ्चक दृश्य काम गराएको निकै फरक अनुभूति देखिएको छ। हामी तपाईँलाई यहाँको दृश्य देखाउँदै गर्दा ढलाइको काम सुरु भएको छ। हेर्नु होला, हामीले माथिबाट देखाएको अघिल्लो सर्टको यो कन्टिन्युटी सर्ट हामी तपाईँलाई देखाउन चाहन्छौँ, जहाँ चाहिँ मजदुरहरूले अहिले यो जुन कङ्क्रिट रेडी भएको छ त्यसको लागि चाहिँ ती जुन रेडी भएको छ मसला त्यो चाहिँ लगाएर पल्लो छेउबाट यो ठ्याक्कै डिजिटल स्कोर बोर्डको छेउमा जुन एउटा प्लट बनेको छ त्यहाँ लगाएर हाल्ने काम गरेका छन्। माथि यहाँ कङ्क्रिट तयार हुन्छ र तयार भएको कङ्क्रिट चाहिँ लगाएर त्यहाँ लगाएर खनाउने काम गरिराखेका छन्। यो सँगै एकदमै आधारभूत बेसमेन्टको काम, ढलाइको काम सुरु भएको छ। यो दृश्य हामीले तपाईँलाई यो जुन 23,000 स्क्वायर फिट छ त्यतातर्फबाट देखाइराखेका छौँ। माथितर्फ यसरी धमाधम चाहिँ माटो पन्छाउने काम भइराखेको छ। धमाधम माटो पन्छाउने काम भइराख्दा यता तल भने कङ्क्रिटको निर्माणको काम सुरु भएको छ। हामी तपाईँलाई देखाउन चाहन्छौँ यो दृश्य। एक्सक्लुसिभली यो दृश्य हो। यो ढलाइको एकदमै सुरुवाती चरणमा मजदुरहरूले मिलाइराखेका छन्, मिलाउने क्रमलाई निरन्तरता देखाइरहेका छन्। यतातर्फ कङ्क्रिट रेडी भएको छ। रेडी भएको कङ्क्रिट उतातर्फ मजदुरी लगाएर खनाउने क्रमलाई निरन्तरता दिइराखेका छन् मजदुरले। यो निरन्तरता दिएको काम हामीले तपाईँलाई देखाउँदै गर्दा यहाँका अन्य गतिविधिहरू पनि हामी तपाईँलाई अलिकति जानकारी गराउँछौँ। यहाँ हेर्नु होला, आज ट्युब क्रिकेट मैदानमा खेल पनि भइराखेको छ। खेलसँगै यतातर्फ यो काम पनि यता भइराखेको छ। त्यो लगातार जस्तो भइराखेको काममा आज ढलाइको काम सुरु भएको छ र सबै मेसिनहरू लगभग यहाँ आएका मेसिनहरू अब लगातार काम गर्ने स्थितिमा पुगेका छन्। धेरैजनाले यो माटो कहाँ लगेर थुपार्छन् होला भन्नुभएको थियो। माटो यति धेरै माटो छ, अहिले लगभग 2,000 भन्दा बढी ट्रक माटो जम्मा भइसकेको छ। अहिले माटो चाहिँ यस्तो हुन्छ, तपाईँहरूको जानकारीका लागि चाहिँ बिहान माटो चाहिँ उठाएर यो ठाउँमा राखिन्छ, जहाँ चाहिँ यसरी यो माटो उता 60,000 स्क्वायर फिटतर्फको माटो पनि हो, त्यतातर्फको माटो पनि यहाँ ल्याएर डम्पिङ गरिन्छ। अहिले यो माटो यता र यो यहीँ खनिएको माटो पनि यहीँ डम्पिङ गरिन्छ। तर रात्रिकालीन समयमा भने यो माटोलाई अन्यत्रै लगाएर डम्पिङ गरिएको छ। त्यो ठाउँ कहाँ छ हामीले अहिले जानकारी प्राप्त गरेका छैनौँ। यसबारेमा हामी तपाईँलाई छुट्टै जानकारी गराउनेछौँ, छिट्टै नै जानकारी गराउनेछौँ। यद्यपि यो माटो भोलिका दिनमा यहीँ पनि आवश्यक पर्न सक्छ। भोलि यो माटोसम्म बनाउने हो, भुइँ लेभलले बनाउनु छ।